मैले सोचेको थिएँ तिमी वचनको पक्का छौ, तर होइन रहेछ। मेरो सोचाइ गलत निस्क्यो। मलाई वचन दिएर मेरो घरको संहार पनि राम्रोसँग पार गरेका थिएनौ, फेरि दादागिरी सुरु गर्यौ। कुकुरको पुच्छर 12 वर्षसम्म पनि ढुङ्ग्रोमा राख्दा सिधा हुँदैन भनेर भन्थे, आज छर्लङ्ग भयो। कुकुर हो तिमी, कुकुर। तिमी हिजो पनि गुण्डा थियौ, आज पनि छौ र भोलि पनि रहिरहन्छौ। तिम्रो संस्कारमा, तिम्रो नशाको रगतमा गुण्डागर्दी र आवारागिरीको किराहरू सल्मा लिइरहेका छन्। तिमी जस्तो मान्छेलाई राम्रो मान्छे बनाउन खोज्नु मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल थियो। नाउ गेट लस्ट। र सुन, आइन्दा मेरो घरतिर फर्केर पनि नहेर्नु। जाऊ तिमी। कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रामा राखे पनि टेढै हुन्छ। हामीहरू कुकुर हो केटा हो, कुकुर हो हामीहरू। अरे हामीहरूलाई सिधा पार्न खोज्नु अरूको मूर्खता हो। यसलाई के हो यार? के गर्दैछौ बाबा तिमी? यो मर्ने विचार छ? यस्तो कडा रक्सी, त्यो पनि पानी बिना पिएर? सुमी, कसैले ठिक भन्थे, जब जब मान्छे सबैतिरबाट तिरस्कृत हुन्छ त्यो बेला उसको यही सहारा हुन्छ। हामीहरू कुकुर हौ, हामीहरूलाई सिधा पार्न नखोज। बाबा, कसले भन्यो तिमीलाई कुकुर? त्यसले भन्यो जसले हामीलाई सज्जन मान्छे बनाउँछु भनेर ठेका लिएको थियो। विजय दाइले तिमीलाई कुकुर भन्नुभयो? हो, मैले उसलाई कुकुर भनेको हुँ, तर त्यो मैले उसलाई गाली गरेर या हेपेर त भनेको होइन नि। हेर, बाबाप्रति अझ पनि सहानुभूति छ मेरो। म चाहन्छु कि ऊ सुध्रोस् भनेर, तर ऊ कहिले पनि सुध्रिँदैन। दादागिरी नगर भन्दा पनि दादागिरी गरि नै रहन्छ। खै उसले मेरो कुराको इज्जत गरेको? यदि उसको मनमा म प्रति अलिकति पनि इज्जत भएको भए सायद उसले मेरो कुरा मान्थ्यो होला। बाबा एकदमै उदास र फ्रस्ट्रेट छ सर। उसलाई एकचोटि सुध्रिने मौका दिनुहोस्, उसलाई एकचोटि गएर सम्झाइदिनुहोस्। खानाबाट छुटेपछि उसले झन् धेरै रक्सी पिउन थालेको छ। उसले यसरी नै रक्सी पिउन थाल्यो भने ऊ झन् बिग्रिन्छ। सुमी ठिक भन्दैछ, बिचरा आमा बाबु नभएको मान्छे। उसले हामीले फेरि एकपटक सम्झाएर सही बाटोमा ल्याउन सकिन्छ भने किन नसम्झाउने? यसपटक तपाईँ पुलिस अफिसर भएर होइन, गार्जेन्ट भएर सम्झाउनुहोस्। आखिर बाबा पनि त अबुझ छैन। बाबा, बस्नुहोस् सर। बाबा हेर, आज म यहाँ तिम्रो सर भएर होइन, तिम्रो आफ्नै दाइ भएर आएको छु। के मेरो कुराले तिमीलाई चित्त दुखायो? चित्त किन नदुख्नु दाइ? आज पहिलो पटक कसैले गाली गर्दा मेरो चित्त दुखेको छ। मैले तपाईलाई आफ्नो ठानिसकेको थिएँ र आज मलाई यो पनि थाहा भयो, आफ्नो मान्छेले गाली गर्दा त्यो गाली तीर बनेर मुटुको वार पार हुँदो रहेछ। थाहा छ त, मलाई मेरो आमाले सानैमा छोडेर जानुभयो। मेरो बाबाले मलाई हजुर जस्तै पुलिस अफसर बनाउने सपना देख्नु भएको थियो। त्यसैले उहाँले मलाई राम्रो कलेजमा पढाउनको लागि दिन रात नभरी किटी कुट्नुहुन्थ्यो। बाबा, 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 मैले कतिपल्ट भनिसकेँ तपाईँ रोगी हुनुहुन्छ भनेर, छाडिदिनुहोस् यो काम। तर तपाईँ मान्नै हुन्न। बरु म पढाइ छोडेर काम गर्छु बाबा। होइन बाबु, होइन, तिमीले पढाइ छोड्नु हुँदैन। बाबा, बाबा, म तिमीलाई जसरी भए पनि बाबा, बाबा, बाबा।
डाक्टर साहब मलाई क्यान्सर भएको कुरो छोरालाई नभनिदिनुहोस् है। क्यान्सर? म त डाँडा पारीको घाम हुँ। म चाहन्छु बरु मेरो ओखती उपचार गर्ने खर्चले मेरो छोराले पढोस्। हो डाक्टर साहब, म मेरो छोरालाई पढाएर ठुलो मान्छे बनाउन चाहन्छु। म उसलाई एउटा पुलिस अफिसर बनाउन चाहन्छु डाक्टर साहब, पुलिस अफिसर। यसरी दिन रात मेहनत गरेर बाबाले मलाई ग्रेजुएट त पास गराउनु भयो, तर जब ग्रेजुएट पास भएको खुसी बाबालाई सुनाउनु म घरमा आए, बाबा हेर्नुहोस् त म बिए पास भए बाबा। पास भए छोरा? हो बाबा, म पास भए। अब त पुलिस अफिसर बन्नुपर्छ। आज म एकदमै खुसी छु, मेरो सपना पुरा हुने भयो। बाबु, तिमी ठुलो पुलिस अफिसर बनाए। हुन्छ बाबा। बाबु बसाई। यसरी बाबाले पनि मलाई छोडेर जानुभयो। उहाँको सपना साकार पार्नको लागि मैले पुलिस अफसर बन्ने धेरै कोसिस गरेँ, तर आफ्नो मान्छे कोही थिएन। त्यसैले म पुलिस अफसर बन्न सकिनँ। पुलिस अफसर बन्न नसकेपछि सर्टिफिकेट लिएर म जागिरको लागि धेरै ठाउँमा गएँ, तर कहीँ काम पाएँ। बेसहारा बेरोजगार भएर म फुटपाथमा भौतारिरहेको थिएँ। बाबा हेर, हातमा सर्टिफिकेट लिएर हिँड्दैमा जागिर पाइँदैन। जागिर कुनै जादुको छडी होइन जसले तेरो हातमा ल्याएर थमाइदियोस्। हेर, सोझौँलाले घिउ आउँदैन बाबा। त्यसैले यो समाजमा बाँच्नको लागि हामी जस्तो भएर हिँड्नुपर्छ। सोझोको काम छैन बाबा। हामी 3 भाइ थियौँ, अबदेखि 4 भाइ भयौँ। त्यतिखेर मलाई यिनी साथीहरूले सहारा दिएका थिए। म समाजमा राम्रो मान्छे बन्न नसके पनि दादा भएर नाम कमाए। यो सब यिनी साथीहरूले गर्दा हो। यदि आज कसैले मेरै आँखा अगाडि यिनी साथीहरूमाथि हात उठाउँछ भने के म हेरेर बस्छु? होइन होइन, म माथि हात उठाउनलाई एकपल्ट माफ गर्न सक्छु। मेरो साथीमाथि जसले हात उठाउनु खोज्छ म त्यसको हात काटिदिन्छु। आँखा उठाएर हेर्नुकोमा आँखा फोडिदिन्छु, हेपेर बोल्नुकोमा जिरो थुतिदिन्छु। बाबाले कहिले पनि आफ्नो लागि दादागिरी गरेको छैन दाइ। बाबाले जहिले पनि अरूको लागि दादागिरी गरेको छ। बाबा, दाइको नाताले म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। हेर, तिम्रो भावना आफ्नो ठाउँमा ठिक छ, तर जुन सपना तिम्रो आमा बाउले तिमी प्रति देखेका थिए, के त्यो पूरा गर्न तिमी चाहदैनौ? हेर बाबा, अझ केही बिग्रेको छैन। तिमी पुलिस अफिसर बन्न चाहन्छौ? होइन दाइ, अब म चाहेर पनि पुलिस अफसर बन्न सक्दिनँ। मेरो बाटो अलग भइसकेको छ। होइन बाबा, तिम्रो बाटो अलग होइन। तिमीले त केवल बाटो बिराएका छौ र म तिमीलाई बाटो देखाउँछु। हेर, एउटा पुलिस अफिसरमा हुनुपर्ने योग्यता त्यो सबै तिमीमा छ। तिमी ग्रेजुएट छौ, बहादुर छौ, तन्दुरुस्त छौ, स्वस्थ छौ। त्योभन्दा बढी योग्यता एउटा पुलिस अफिसर बन्नको लागि अरू के नै चाहिन्छ र? हेर बाबा,
अहिले दरबन्दी पनि खुलेको छ र म मेरो सिनियरलाई एउटा पत्र लेखेर तिमीलाई इन्सपेक्टरको पदमा भर्ती गर्न आग्रह गरिदिन्छु। तिमी भोलि आफ्नो डकुमेन्ट्सहरू लिएर मेरो घरमा आऊ। अनि अर्को कुरा, यो जुन हुलिया तिमीले लगाइरहेका छौ नि त्यसलाई चाहिँ बदलेर आउनु है। ओके। पिंकी ल दूध पिऊ। चिया लिनुहोस्। नमस्ते दाई। नमस्ते। नमस्ते भाउजू। नमस्ते। नमस्ते। हाई पिंकी। हाय अंकल। बस न। एकैछिन म आइहालेँ। दाई यो मेरो डकुमेन्ट्स।